हेलो 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 नमस्कार अनि हार्दिक स्वागत छ। आज भने यहाँहरुमाझ मैले एउटा सानो यो कोरियामा पाइने फलको सानो भिडियो सामग्री यहाँहरुमाझ प्रस्तुत गर्दैछु। अब यो नेपालमा यसलाई किम्मु भन्छन्, कोरियामा यसको भाषागत हिसाबले यसलाई के भन्छन् मलाई पनि त्यति थाहा छैन हैन। तर जेस यो किम्मु चाहिँ हाम्रो घरको नजिकै हामी बस्ने घरदेखि नजिकै भएको हिसाबले यसो अल्छी लाग्यो भने बाहिर आयो किम्मु खायो। चराचुरुङ्गीले पनि खाइरहेछन्, हामीले पनि खाइरहेछौँ। मिठो छ। यो भिडियो सामग्री किन बनायो होला भन्ने पनि लाग्न सक्छ। तर यो चाहिँ अलि बालापनमा भनौँ, यो केटाकेटीपनमा यो गाउँमा एक अत्याधिक खाएको फल पर्यो र धेरै लामो समयसम्म यो खान पाइएको थिएन। अब विदेश परदेश लाग्दा अथवा बाहिर हिँड्दा यो कोरियामा अहिले यो खाने अवसर जुट्यो र सानो सामग्री यहाँहरुमा प्रस्तुत गरेको छु। यो स्वादका हिसाबले नेपालमा पाइने र किम्मु र कोरियामा पाइने किम्मु उस्तै उस्तै हो। तर नेपालमा पहाडमा त्यो चिसो पानीको अलि स्वादिलो बढी हुने जस्तो लाग्यो। यहाँको अलि कम स्वादिलो भए पनि तर मिठो चाहिँ मिठो छ, एकदम गजबको छ, मस्त पाकेको छ हैन। यो फाजु एरियामा साथीहरु कोही हुनुहुन्छ भने आउनु होला, बुटा धेरै छन्। चराले मान्छेले खाएर सकिने स्थिति छैन हेर्नुस्, त्यति धेरै फलेको छ। अब मजाले खाइएको छ। यो किम्मु स्वादिलो पनि हुन्छ, मिठो पनि हुन्छ, सिजनको फल। ल है त साथीहरु, यसो बालापन सम्झिनुस्, किम्मु खानुस्।